आज हामी कर्णाली चिसापानी घुम्न आएका छौँ। बिन्दु भदैनी धेरै पछि इन्डियाबाट आएको हुनाले सपरिवार हाम्रो सबै परिवार अनि त्यसपछि भावना भदैनीको परिवार सबै हामी आएका छौँ। भर्खर पुगेर गर्मी भएर थकाइ मारेर बसेका छौँ हामीहरू। गाइज अहिले हेर्नुहोस्, हामी चिसापानी बजारभन्दा अलि माथि एकान्त ठाउँमा बसेर अहिले चाहिँ हाम्रो बङ्गुरको छोइला बनाउने कार्यक्रम भइरहेको छ। बङ्गुरलाई घरमै तारेका थियौँ, त्यो भिडियो चाहिँ हामीले बनाएका छौँ। मेरो बुढीले अब यो छोइला चाहिँ उतैबाट तारेर ल्याएको, मरमसला पनि सबै उतैबाट ल्याएको हुनाले अब यहाँ मोलमाल हुने कार्यक्रम भइरहेको छ। 2 दिनको जिन्दगीमा के नै गर्नु छ र रमाइलो पनि गर्नुपर्छ कहिलेकाहीँ। कति काम कति दुःख मात्र गाइज। कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ। यता भावना बदल्ने खोइ के भयो, रुन लाग्नु भयो जस्तो लाग्यो। सोद्धाखेरि होइन हाँस्दै हुनुहुन्छ, पसिना गर्मी भयो जस्तो लाग्यो। रमाइलो छ। कर्णालीको चिसो हावा चलिरहेको छ। लम्कीको गर्मी धेरै थियो, यहाँ आएर अलि शीतल भएको छ। बसेर खानपिनको सामग्रीहरू तयार गर्दैछौँ। हामीले पदार्थ पनि लिएका थियौँ। आज धेरै वर्षपछि म चाहिँ चिसापानी नदीमा घुम्न आएका थियौँ। अब यहाँ प्लेटमा हालिसकेका छौँ सबैले। त्यसको साथै भुजा पनि लिएका छौँ। अहिले दिनको लगभग त्यही 2-2:30को आसपासमा बजेको थियो होला। घरको जाडको झोल अनि चिसो अनि साथै लिएर हामी अब खाना बसेका छौँ। एकछिन खाइपी गरेपछि हामी नुहाउन जाने भन्ने प्रोग्राम छ। घरतिरको आउँदाखेरि भिडियो चाहिँ बनाउन पाइएन हतारमा। यही भए पनि बसेका छौँ। हदैनीले देखाउँदै हुनुहुन्छ भुजा, दिसु अनि खानेकुराहरू के छ भनेर। एक बोतलमा पानी छ होला, एउटामा डिउ, एउटामा जाँडको झोल छ। गाई कहिलेकाहीँ खानु पऱ्यो, रमाउनु पऱ्यो, यस्तै त घुम्नु। अनि हाम्रो सानो नातिनी चाहिँ चस्मा लगाएर बसेका छन्। उनले मासु नखाने हुनाले उनलाई भुजा ल्याइदिएको छन्। भुजा र कुरमुरे म त पहिलो बार सुन्दैछु। लगभग तयार खाने पनि पहिलोचोटि हो। घरसँग आएको यसो बसेर मोबाइल चलाएका छौँ। उतातिर देख्नुहुन्छ डाँडा काँडा छ, बिचमा नदी छ। अहिले हामी नदीमा पनि जाने हो। कर्णाली पुल अलिक तलतिर छ। रास्तै थकाइ लाएर गाई यतातिर कर्णालीमा मजाले खाइन्छ आज। बस्नुलाई एउटा भवन पनि बनाइदिएको रहेछ चौरको। हाम्रो कर्णालीको चौर एउटै मात्र छ, चौरको साइडमा थाहा भएन, पहिलोचोटि खाने हो मैले। आउनुहोस् हजुरहरू पनि ठाउँदेखि हेर्दै हुनुहुन्छ। सबै चिजहरू त आउनु होला, हजुरहरूको लागि पनि छ है। ग्लासहरू पनि रेडी भइसकेको छ। बुढीले लगाइ हामी चाहिँ अब खाँदैछौँ है। हजुरहरू पनि आउनुहोस्। हजुरहरूको लागि मोबाइल चलाएर बसिरहेको छु। म पनि भिडियो बनाइरहेको थिएँ। फेरि बाँकी सबै मिक्स गरेर यसमा हालेको छु है त। चौतारीमा मै पिपल सारो कि तालको माछी जालैमा पारो कि जाउँ छैली बेनी बजार सक्नुभयो होला योभन्दा अगाडि पनि। त्यस्तै गरी अब गर्मी भएर खाइपिन गइसकेपछि अब हामी टिकटक बनाउने, फोटो खिच्ने भनेर त्यो महाकाली कर्णाली नदीको किनारमा हामी गएका छौँ। टिकटकको भिडियो पनि यसैमा टिकटकमा हालेको छैन, तैपनि यो बनाइँदै थिएँ मैले। गाई त्यस्तै गरी अब नदीको किनारमा फोटो भिडियो खिचिसकेपछि अब नुहाउने भनेर हामी तयारी भएका छौँ। अब नुहाउनलाई नदीमा जानु पऱ्यो। अनि छोराहरू म अब कम्पिटिसन गरौँ, कुले अगाडि चाहिँ पुग्दो रहेछ भनेर नदीमा हामी थालेका थियौँ। बाउ काट्दै अगाडि पुगिन्छ गाई हेरौँ। भदैनीले भिडियो बनाइराख्नु भएको थियो। अनि है हामीलाई त गाली गरेर त्यता नजानुहोस् है, धेरै त्यता जानुहुन्न भनेर परिवारले दबाब दिएपछि हामी फर्कियौँ फेरि साइडतिर। उता नजानुहोस् भन्नुभयो। सँगसँगै आउनु। धेरै सिपालो होइन नदी खेल्न, तैपनि अब
परेपछि अलिअलि त खेलिन्छ, त्यही पनि हामी छेउछेउमा नुहायौँ अनि लास्टमा फोटो खिच्यौँ बुढाबुढी सिङ्गल फोटोहरू अनि ग्रुपको फोटो पनि खिच्यौँ।